नमस्कार साथीहरू, स्वागत छ तपाईलाई स्मार्ट नेपाली युट्युब च्यानलमा। आजको यस भिडियोमा हामी नेपालमा वेब डेभलपरको स्यालेरी कति हुन्छ, वेब डेभलपर बन्नको लागि के कुरा पढ्न पर्छ र वर्ल्ड वाइड वेब डेभलपरको डिमान्ड के कस्तो छ भन्ने बारेमा डिटेलमा बुझ्नेछौँ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सुरु गरौँ वेब डेभलपमेन्टको इन्ट्रोडक्सनबाट। वेब डेभलपमेन्ट भन्नाले वेबसाइट र वेब एप्लिकेसन बनाउने काम हो। जस्तै तपाईले दैनिक जिन्दगीमा दराज, फुडमान्डु र फेसबुक पनि वेब डेभलपमेन्टको एउटा इक्जाम्पल हो। अब नेपालमा वेब डेभलपमेन्टको स्कोपको कुरा गर्न पर्दा अहिले नेपालमा डिजिटल टेक्नोलोजी धेरै नै तीव्र गतिले अघि बढिरहेको छ। साना ठुला व्यवसाय, स्कुलहरू र स्टार्टअपहरूमा अनलाइन आफ्नो पहिचान बनाउन खोज्दैछन्। सो वेबसाइट र अनलाइन स्टोर बनाउने डिमान्ड एकदमै धेरै छ। वेब डेभलपमेन्ट सिकेर तपाईँ स्थानीय आइटी कम्पनीहरूमा काम गर्न सक्नुहुन्छ, फ्रिलान्सिङ गरेर विदेशी क्लाइन्टहरूसँग काम गर्न सक्नुहुन्छ, स्टार्टअप या एनजिओमा डेभलपरको रूपमा काम गर्न सक्नुहुन्छ, आफ्नै टेक कम्पनी खोलेर पनि लाखौँमा इन्कम गर्न सक्नुहुन्छ। नेपालमा वेब डेभलपरको स्यालेरीको कुरा गर्न पर्दा चाहिँ इन्ट्री लेभल वेब डेभलपरको स्यालेरी चाहिँ 15,000 देखि 30,000 सम्म हुन्छ र केही वर्षको एक्सपिरियन्स पछि मिड लेभल वेब डेभलपरको स्यालेरी 35,000 देखि 70,000 सम्म हुन्छ र एक्सपिरियन्स 5 वर्षभन्दा बढी एक्सपिरियन्स भयो भने चाहिँ त्यही वेब डेभलपरको स्यालेरी 80,000 देखि 2 लाखसम्म पनि हुन सक्छ। सो फ्रिलान्सिङबाट पनि तपाईले एकदमै धेरै पैसा कमाउन सक्नुहुन्छ। सो इन समरी, यदि तपाईसँग राम्रो स्किल छ, तपाईले आफ्नो स्किलमा धेरै मेहनत गर्नुभएको छ भने नेपालमा वेब डेभलपमेन्टमा करियर एकदमै राम्रो छ। तपाईले नेपालमा मात्र होइन, रिमोट वर्क गरेर पनि एकदमै धेरै पैसा कमाउन सक्नुहुन्छ। तपाईले आफ्नै स्टार्टअप खोलेर पनि एकदमै धेरै इन्कम गर्न सक्नुहुन्छ। सो नेपालमा वेब डेभलपमेन्ट धेरै नै राम्रो छ। यदि तपाईलाई वेब डेभलपमेन्टको रोड म्याप चाहिएको छ भने रोड म्याप भनेर कमेन्ट गर्नुहोस्। म तपाईलाई वेब डेभलपमेन्ट इन नेपालको लिङ्क पठाइदिनेछु। सो यो भिडियो इन्फर्मेटिभ लाग्यो भने कृपया लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला।